हेलो गुड मर्निङ युट्युब फ्यामिली। आज चाहिँ मैले अब घरदेखि भ्लग सुरु गरेको। अब हामी चाहिँ आज पनि घुम्नको लागि जाने। मेरो छोरो रेडी भइसक्यो, बाबा क्लास गर्ने होइन बाबाले हो। अरे हेप्पी आमा चस्मा त लाउन हौ अनि कति नराम्रो छ हौ मेरो छोरो त। अब हामी चाहिँ कता कता जान्छौँ अनि हामी चाहिँ भिडियो बनाउँछौँ होइन। हजुरहरू हेर्दै गर्नु होला भन न। जाऊ बाबाको हातसम्म छिट्टो हुन्छ। हामी चाहिँ अब एभिलेज मल आयौँ। अब हामी आज अब भिलेज मल घुम्ने। नानी कहाँ आयो अरे? गेट नम्बर कतिबाट जाने? नम्बरबाट जाने बुढो 4 1 ओके। अब हाम्रो इन्ट्री भयो। अब हामी यस्तै त हो घुम्ने आएको। घुम्छु ल। गेट नम्बर चाहिँ हामी 1बाट जतियो सपिङहरू यतात्यता गर्ने यस्तै त हो। यहाँ चाहिँ बेबीहरू खेल्ने गर्ने अब सबै थोक छ मलभित्र। आज यताबाट सुरु राम्रो मलभित्र। यो गाडीमा चाहिँ अस्ति पुग्नु भयो। यताको भ्यू हेर्ने सुरुमा अनि त्यसपछि डुल्दै हिँड्दैछौँ। अब हल्का यहाँको भ्यूहरू इन्जोय गरिसकेर अनि हामी यसो घुमिदिने फोटो भिडियो बनाउँदै हिँडिराख्यो। घरै बनाउनु। सानी के देख्यौ तिमीले? के देख्यौ? भुइ। सो हामी चाहिँ अब नानीहरूलाई यहाँ चाहिँ अब तपाईँको स्टोर पनि एभेन्यूजमा जिन्दाबाद छ होइन। यो चाहिँ हिन्दू स्टोर हो। को छ आज स्टाफहरू? मान्छे कस्टमरै छैन त आज। कस्टमरै छैन जाने हो र? नाइ म त एभेन्यूजको उहाँको स्टोर। लाज लाग्छ हो जान। $50% लागिरहेछ अहिले। डिस्काउन्ट। यो चाहिँ उहाँको स्टोर एभिन्यूजको पनि स्टोर हो। यो स्टोर एभिन्यूजमा पनि छ। बाबा छोरी चाहिँ भित्र बस्नुभएको छ। मलाई चाहिँ लाल लागेको छ जान। 50% छ अहिले डिस्काउन्ट अफर लागिरहेछ। एभिन्यूजको अर्को स्टोर 50% डिस्काउन्ट छ अहिले।
हेरौँ अनि त्यहाँबाट बहराइनको चाहिँ रिभ्युजको हालचाल आज सन्डे भएर होला है कस्टमरहरू अलिक कम छन् टाइम पनि हुँदैछ हामी चाहिँ अब जाँदैछौँ होइन यो पनि युके ब्रान्ड हो राम्रो ब्रान्ड हो यो पनि उहाँहरूकै अल्साई नै कम्पनीको हो उहाँले नै आएर ओपन गरेको अस्ति यो चाहिँ राम्रो छ नि एकछिन म आउँदा पुर्दै थियो नि समुद्र कस्तो राम्रो बनाएछ मेरो छोरी चाहिँ के गर्छन् अरे सानी नक्कलबाट मेरो छोरी के भन्दैछ यो रुख चाहिँ कहाँबाट राख्छन् हौ भन्दै चाहिँ अब मैले कहाँबाट राख्छन् भन्नु होला यहीँनिर हुने रुख त हेर कस्तो दामी ट्रीहरू रुखहरू नानी चाहिँ अब स्केटिङ गर्दैछ यस्तो दामी बच्चाहरू किन बज्यो भनेको त उसले बोकेकोले बजेको रहेछ हामी यहाँ चाहिँ अब के हेर्छौँ गाउँ खुसी भयो मेरो भुकुले आऊ अब सिक्दै जाऊ ल अब जाने आऊ हाम्रो यहाँको सपिङ यस्तो भयो अब हामी फेरि नेक्स्ट ठाउँ जाँदैछौँ मेरो छोरो कुकुलेले पनि के किन्यो भुकुन्डेले अब हामी चाहिँ तुफान हिँड्दैछ हाम्रो गाडी आइसकेको छ हिजो भइसक्यो मेरो कुकुन्डेले ल सो आज अब अर्को ठाउँ जाने फेरि अब यहाँबाट